मेरो हो नि मेरो मात्र हो क्या मेरो मात्र हो क्या कसैको हक अधिकार छैन क्या यो कुरामा चाहिँ होलाको कुरा होइन क्या बहिनी होलाको कुरा होइन होलाको कुरा होइन तर कतिवटा कुरा यस्तो दिमाग भन्दा नि मनको सुन्नु पर्ने रहेछ दिस इज द मोमेन्ट के हेपिरा हो मलाई हेपेको होइन हेपेको एट अल अहिले आएर के प्रुभ गर्न खोज्या ल सुन त हाम्रो पछि बिहे भएर छुटेको थियो भन्दा अहिले राम्रो होइन होइन प्रुभ चाहिँ के गर्न खोज्या भने क्या आज मबाट मन भर्यो भोलि उसँग लभ गर्ला रे फेरि भोलि उसँग मन भरेला रे फेरि अर्को आउँदैन नि त फेरि होइन के रे जबरजस्ती बस्ने कुरा आउँदैन जबरजस्ती हो र रिलेसनशिपमा हुनुहुन्थ्यो रे के जबरजस्ती रिलेसनमा होइन बट अहिले मुस्कानलाई बुझेपछि मलाई मुस्कान अलिकति तर मैले नि चाह्यो भने यही झ्यालबाट फालिदिन सक्छु क्या तर पनि आफूले माया गरे मान्छे भएर मात्र छोडिदिरहेको छु बुझ्यो नि गर्न खोजे चाहिँ के हो भने के होइन फेरि लाग्यो भनेर मैले कति दुःख गरेँ कतिजना केटाहरूलाई रिजेक्ट गरेँ होइन म डक्टरसँगै हुन्छु भनेर कतिजनाले मलाई गाली गर्यो अब त्यो दुनियाँको गाली सुनेर बसिरहेको छु यार भनिरहन्छ यो डक्टर बोका छ यसले चिट गर्छ यसले केही टाइमको लागि मात्र खेलाउँछ फिलिङसँग खेलवाड गर्छ भन्दा भन्दा दुनियाँलाई भनिसकेँ कि मैले दुनियाँलाई भनिसकेँ यु विल चेन्ज हि इज नट लाइक दिस यो टाइपको छैन बुझ्छ अब चाहिँ त्यस्तो गर्दैन भनेर हरेकचोटि सम्झाइरहेको छु कि मैले अरूलाई पनि भन्दा म थाकि नै सकेँ क्या इभन घरि लेक्सी घरि जोया घरिको उनीहरूसँग लेक्सीसँग धरि झगडा गरेँ क्या लास्टमा आएर यही दिन देख्नलाई हो त्यत्रो झगडा गरे त्यत्रो गरे यहाँसम्म आयो लास्टमा आएर यस्तो कुरा गर्छ कस्तो खालको मन हो कस्तो खालको माया हो माया भन्ने के तिमीहरूलाई थाहा छैन रहेछ आज एउटासँग भोलि अर्कोसँग सरिनसँग ल परे होइन हो ल पर्या थियो तर उसँग भन्दा यता आएपछि लाइक बुझ्दाखेरि अब तपाईँहरूको केमिस्ट्री देख्दाखेरि पनि लाइक डक्टर चाहिँ खासै इन्ट्रेस्टेड जस्तो लागेन क्या अनि त्यही भएर सायद डक्टरको लागि पर्फेक्ट पार्टनर म हो कि भन्ने टाइपको मलाई फिल भयो मेरो लागि डक्टर हो कि सरिनसँग सोध्यो उसले के फिल गर्छ के सोचेर यहाँ आएको भन्न बाँकी छ आई विल टेल हिम सरिनलाई भन्छु म कस्तो इजिली सोध्छ यार अब हामी चाहिँ त्यही कन्फेस गर्न खोजिरहेको थियौँ दुईजना मिलेर त्यही हो अब त्यस्तै भयो के गर्नु अब मन पर्यो अब हेर मलाई जबरजस्ती मन नराखेर पनि तिमीलाई त मैले तिमीसँग क्लियर गर्छु नै भन्नु भन्ने क्लियर गरे एटलिस्ट होइन 2 दिनमा पर्यो भने कि एक दिनमा कति दिन भयो हिजो भर्खर आएको एउटा मोमेन्टै काफी हुन्छ के हिजो भर्खर सरिनसँग अब नयाँ कपाल भनेर आएको तिमीलाई देख्दैमा लप पर्यो कति नै हिजोसम्म त ए होइन साथी मात्र हो जस्तो बोलेको मात्रै हो भनेर भन्दै साथी मात्रै आज हामीले मजाले कुरा गर्यो मैले त्यो अस्ति सोधेको थिएँ नि मैले भनेको थिएँ नि तिमीले उसलाई फ्लर्ट गर्यो भने होइन फ्लर्ट मात्र गरेको हो त्यस्तो दायाँ बायाँ केही पनि होइन भनेको थियो नि